नमस्ते। जानकारी पोर्चुगलमा तपाईहरु सबैजनालाई स्वागत छ। र आज म विशेष गरी फाल्ता कसरी अपडेट गर्ने अथवा कुन सिटीटी एड्रेसमा गर्दा चाहिँ राम्रो हो अथवा कुन विश्वासिलो हो भन्ने जिज्ञासा धेरै जनालाई छ। र जसलाई पुरानो फाल्ता आएको थियो जसमा कुनै पनि एड्रेस मेन्सन गरिएको छैन, त्यस्तोमा पनि साथीहरुलाई चाहिँ एउटा एड्रेस दिएर पठाइएको छ एपर्टोदोसको है। अब यस विषयमा चाहिँ विशेष गरेर त्यहाँ उल्लेख भएका चाहिँ दुईवटा छन्, एउटा पोर्तोको छ, एउटा लिस्बनको छ। पहिलो कुरा त तपाईहरुको फाल्ता कुन आएको छ भन्ने कुरा, त्यहाँ एड्रेस कुन दिएको छ हेर्नुहोस्। तर धेरै भन्दा धेरै जनालाई दिएको भनेको एउटा लिस्बनको र एउटा पोर्तोको दिएको छ। जस्तै महात्मा गान्धी अथवा लिस्बनबाट गर्नु भएको छ भने त्यो टेलेरेस भन्नेमा पठाउनु होला हैन। र म यहाँ एड्रेस त्यो पनि राखिदिन्छु। र तपाईहरुले सिटीटी गर्दा चाहिँ के गर्नु होला भने ट्र्याकिङ वाला गर्नु होला। त्यहाँ पुग्यो पुगेन भनेर हेर्नुपर्छ। पैसाको 1-2 युरोको लोभले गर्दा तपाईहरुले सस्तो नगर्नु होला है। अनि त्यसपछि तपाईले जहिले पनि के ध्यान दिनु भने सिटीटी गर्दा तपाईले एड्रेस एकदमै एक्युरेट दिनुस्। फर्म भर्दाखेरि एकदमै एक्युरेट भर्नुस्, जसले गर्दा भोलि तपाईको डकुमेन्ट सुरक्षित साथै त्यो बक्समा पुग्नेछ। किनकि आइमाले अहिले अरु कसैलाई जिम्मा लगाएको छ अथवा यो सिटीटीलाई नै जिम्मा लगाएको छ। सिटीटीमा तपाईको पुग्नेछ, एकसाथ गरेर आइमाले फेरि लिएर जानेछ। त्यसैले कृपया यस कुरालाई बुझेर तपाईहरुले म यहाँ एड्रेस राखिदिन्छु, त्यो एड्रेसमा गर्दिनु होला, केही फरक पर्दैन। र तपाई पहिलो कुरा त तपाईलाई आउने नोटिफिकेसन एकदमै राम्रोसँग हेर्नु होला है। र अर्को कुरा भनेको जानकारी पोर्चुगलमा के तपाईहरु नयाँ हो अथवा पुरानो भएर पनि सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब अवश्य गर्नु होला र बेल आइकनलाई पनि टिङ्ग पार्नु होला। किनभने यस्तै भिडियोहरुले तपाईहरुलाई पछ्याइरहनेछ। र म यहाँ एड्रेस राखिदिनेछु। अथवा तपाईहरुलाई कुनै पनि जिज्ञासा लाग्यो भने तपाईहरुले यही भिडियोको तलतिर चाहिँ भन्न सक्नुहुन्छ कि ल मलाई यस्तो खालको समस्या पर्यो अथवा यसलाई मैले कसरी गर्ने भन्ने कुरा यसमा राख्न सक्नुहुन्छ। भिडियो एकपटक हेर्दाखेरि पुरै हेर्नु होला, पुरै बुझ्नु होला र साथीहरुलाई पनि शेयर गर्ने बानी गर्नु होला, जसले गर्दा अर्को साथीलाई पनि काम लाग्छ। अथवा त्यस्तै समस्या परेको साथीलाई डाइरेक्टली नभने पनि नसोधे पनि तपाईहरुले शेयर गरिदिनु होला। र जानकारी पोर्चुगलमा आउँदो दिनहरुमा तपाईलाई चाहिने खालको समय म्यानेज गरेर चाहिने खालका सबै खालको भिडियोहरु म लिएर आउने छु भन्दै आजलाई म बिदा हुन्छु। र विशेष गरेर तपाईहरुको फाल्तामा यति बुझ्नुस्, पुलिस रिपोर्ट हो भने आफै पठाउनु पर्छ। र अरु स्यालेड स्लिप यस्ता लिगल इन्ट्री हो भने चाहिँ तपाईले पोर्टलबाटै अपलोड गर्नुपर्छ। यो दुईटा कुरा चाहिँ थाहा पाउनुपर्छ। त्यही तल पनि भनेको हुन्छ है। फाल्ताको पढ्न धेरै जनाले नबुझेर मैले पनि धेरैलाई सहयोग गरेको छु, तर सबैलाई सकिदैन। यस्तै छ हेर्नुस्।